फ्रन्टल, पेराइटल, अक्सिपिटल, टेम्पोरल है। मुखमा पनि फेसियल बोनहरू धेरै हुन्छ। यो लोअर म्यान्डिबल, यो म्याक्सिला, नाक र आँखा जोड्नेहरू पनि हड्डीभित्र हुन्छ। ठीक छ? त्यस्तै अलिकता यसलाई क्लियर पछाडिको पद्धति के छ अगाडि यसलाई चाहिँ हेर त यसलाई के भन्ने मेरुदण्ड भन्ने के भन्ने मेरुदण्ड यो मेरुदण्ड भयो अनि त लागिरहेको छैन नि अनि यसलाई के भन्ने यो कुन बोन हो स्क्यापुला मैले भनेको थिएँ नि त्यस्तै चाहिँ अगाडि हेर त यो हाम्रो ब्युटी बोन यतापट्टिको बोन यहाँ रहेको छ र यो पिजरा जस्तो जुनाइरहेको छ यो बाहिरपट्टिको के हो यो सबै रिब्स हो यो हड्डीहरू रिब्स हो जुन मेरुदण्डसँग जोडिएर अगाडिपट्टि स्टर्नममा जोडेको हुन्छ। त्यस्तै यो मेरुदण्डको तल यो पेल्भिक बोन र यो तलपट्टि अब यसो नाक उठाएर हेर्ने है तलपट्टि हेर्दा यो दुईटा हड्डी छ नि यो दुईटा हड्डी एउटाको नाम टिबिया अर्कोको नाम टिबिउला छ है। त्यसै गरेर अब यहाँ हेर है यो एडी गएर हाम्रो कुकुर्चा र यहाँ हेर्दा थुप्रै हड्डीहरू हुन्छ है पछाडिपट्टि। त्यसै गरेर यो के छ हाम्रो अनि यो औँला खुट्टाको औँला हुन्छ नि यसलाई फ्यालेन्जेस भन्छ। कुरा बुझ्यो कि बुझेन? त्यस्तै हातको हड्डीको कुरा गर्ने हो भने यो हाम्रो ह्युमरस हो यो रेडियस अल्ना यो कार्पेट यो फ्यालेन्जे यो मेटाकार्पेट अनि हाम्रो औँलाको